Welcome to the episode number 5 of DaVinci Resolve for Creator series. यो एपिसोडमा हामीले डिस्कस गर्नेछौँ कि कलर ग्रेडिङ कसरी गर्ने भनेर। भिडियो कलर गर्नुको लागि तपाईँ फर्स्टमा जानुपर्ने हुन्छ कलर ट्याबमा। जब तपाईँ कलर ग्रेड ट्याबमा जानुहुन्छ तपाईँले यहाँ टप राइट कर्नरमा देख्न सक्नुहुन्छ नोडहरू छ, यहाँ तल कर्भहरू छ, यस्तै गरी यहाँ क्वालिफायरहरू छ। कलर ग्रेडिङ भनेको तीनवटा कुरा मिलाउने मात्र हो, तपाईँको एक्सपोजर, तपाईँको कन्ट्रास्ट र मिडटोन। र डाभिन्चीले त्यो सबै मिलाउनलाई एकदम फुल कन्ट्रोल दिएको छ। र फर्स्टमा बुझौँ नोडहरू भनेको के हो। यदि तपाईँले प्रिमियर प्रोमा एडिट गर्नुहुन्थ्यो भने तपाईँले बुझ्न सक्नुहुन्छ कि सबै कलर ग्रेडिङ लटहरूदेखि लिएर सबै एडजस्टमेन्टहरू एउटै क्लिपमा गरिन्थ्यो। तर डाभिन्ची रिजल्भमा चाहिँ त्यस्तो हुँदैन। यहाँ चाहिँ हामीले हरेक एडजस्टमेन्टको लागि छुट्टा छुट्टै नोडहरू लिएर आउँछौँ र तिनीहरूमा एडजस्टमेन्ट गर्छौँ। र अब बुझौँ कि नोडहरू कसरी लिएर आउने। अब फर्स्टमा चाहिँ तपाईँको यो डिफल्ट एउटा मात्र नोड हुन्छ जहिले पनि। यहाँ तपाईँले कलर ग्रेडिङ ट्याबमा जानुभयो भने अब तपाईँले चाहिँ यहाँ जति मन लाग्यो त्यतिवटा नोड लिएर आउन सक्नुहुन्छ। त्यो नोडहरू ल्याउनको लागि अल्ट एस गर्नुभयो भने किबोर्डमा तपाईँको अर्को नयाँ नोड आउँछ र तपाईँले यसमा एक्सपोजर, यसमा कन्ट्रास्ट गर्दै अब अर्को चाहियो भने अर्को गरेर त्यसमा कलर ग्रेडदेखि लिएर लटहरूदेखि लिएर सबै यहाँदेखि राख्न सक्नुहुन्छ। र तपाईँले फोटेजमा लट हाल्न पर्यो भने कुनै पनि नोडलाई राइट क्लिक गरेर यहाँ देख्न सक्नुहुन्छ लट भनेको छ। यहाँदेखि कुनै पनि एउटा डाभिन्चीको डिफल्ट लटहरू युज गर्न पनि सक्नुहुन्छ। र नोड सँगसँगै हामी लागौँ अब हाम्रो कलर वेलतिर। यहाँ देख्न सक्नुहुन्छ लिफ्ट भनेको छ, गामा भनेको छ, गेन भनेको छ, अफसेट भनेको छ, टिन्ट भनेको छ, कन्ट्रास्ट भनेको छ, यो टेम्परेचर भनेको छ। र अब बुझौँ यी लिफ्ट, गामा, गेन र यो अफसेटले मेन काम के गर्छन् भन्ने कुरा। अब यो लिफ्ट चाहिँ तपाईँ जहाँ स्याडोज परेको छ त्यो पार्ट हो। गामा भनेको चाहिँ तपाईँको मिड टोन हो, तपाईँको ओभरअल फोटेजको कुरा हो। गेन भनेको तपाईँको फोटेजको हाइलाइट पार्ट, अब उज्यालो पार्ट। अब यो उज्यालो पार्टलाई कन्ट्रोल गर्न मजाले सक्नुहुन्छ। यहाँ इन्डिभिजुअल तपाईँले अब यदि हाइलाइटमा रातो धेरै छ भने तपाईँले यहाँदेखि घटाउन पनि सक्नुहुन्छ, बढाउन पनि सक्नुहुन्छ। लास्ट पार्ट छ हाम्रो यो अफसेट। यहाँबाट चाहिँ तपाईँले ओभरअल यो फोटेजलाई एडजस्ट गर्न सक्नुहुन्छ। तपाईँको यदि फोटेज टु ब्राइट छ र टु डार्क छ भने सबै कुरा यहाँदेखि मिलाउने हो। र यहाँ देख्न सक्नुहुन्छ सेचुरेसन। सेचुरेसनले चाहिँ तपाईँको फोटेजको कलरको उ गर्छ। अब तपाईँले जति बढाउनु भयो त्यति कलरफुल देखिन्छ, जति घटाउनु भयो त्यति ब्ल्याक एन्ड व्हाइट टाइपको फोटेज देखिन्छ। अब बुझौँ कर्भ बारे। कर्भ र कलर विल एउटै हो कुरा। अब तपाईँले पनि त्यहाँ स्याडोज हुन्छ, मिडटोन हुन्छ, हाइलाइट हुन्छ, यहाँ पनि त्यस्तै हो। अब बस तपाईँले बुझ्नुपर्छ कि यो तलदेखि माथि जान्छ जहिले पनि ब्ल्याक पार्ट, एकदम अँध्यारो पार्ट यो सन्द लास्टको पोइन्ट, अनि यो बिचको स्याडोज जहाँ अब छाया परेको छ त्यो पार्ट, र बिच भनेको यो बिच भनेको मिडटोन, अनि यो भनेको हाइलाइट। अब उता पनि जसरी गेन थियो यो यहाँ चाहिँ हाइलाइट, यो माथिको। अब यसले चाहिँ यहाँ फोटेजको लाइटमा इफेक्ट गर्छ। कलर ग्रेडिङ भनेको अर्को कुरा के बुझ्नुहोस् भन्दा तपाईँले जति प्र्याक्टिस गर्नुभयो त्यति बुझ्दै जानुहुन्छ खासमा। अब मैले यहाँबाट यो हाइलाइट हो, यो यसरी बढाउनु, यसो बढाउनु भन्दा नि अब तपाईँको फोटेजलाई के कस्तो छ, अब के आवश्यकता छ, अब हाइलाइट बढाउनु पर्ने छ कि केही कलर राख्नु पर्ने छ कि टेम्परेचरको छ कि, त्यो तपाईँले आफूले बुझेर गर्नुपर्ने हुन्छ। मैले चाहिँ बस अहिले टुल्स मात्र सिकाइरहेको छु त्यसले कसरी काम गर्छ भनेर। बाँकी कुरा चाहिँ तपाईँले आफ्नो फुटेज आफै हेरेर कसरी राम्रो देखिन्छ त्यो अनुसार गर्दा हुन्छ। र कर्भ सँगसँगै बुझौँ अब त्यो साइडमा भएको यो तीनवटा पोइन्टहरू पनि। यो कर्भ भयो फर्स्टमा, र अर्को यहाँ देख्न सक्नुहुन्छ ह्यू भर्सेस ह्यू भनेर छ, यो ह्यू भर्सेस सेचुरेसन भनेर छ, अनि अर्को ह्यू भर्सेस लुमा भनेर छ। अब यिनीहरूले के काम गर्छन् भन्ने कुरा बुझौँ। फर्स्टको ह्यू भर्सेस ह्यूले तपाईँले कुनै पनि सर्टेन कलरलाई आफ्नो मनचाहे अनुसार सिलेक्ट गरेर, त्यसरी सिलेक्ट गरेर तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। अब तपाईँलाई रातोलाई निलो, निलोलाई रातुन कलरमा चेन्ज गर्न मन लाग्छ, त्यसमा चेन्ज गर्न सक्नुहुन्छ। र अर्को छ ह्यू भर्सेस सेचुरेसन। अब यसको काम पनि के हो भन्दा अब तपाईँले सर्टेन कलरलाई सिलेक्ट गरेर त्यसको सेचुरेसन कति राख्ने हो, सेचुरेसन बढाउने कि अब त्यो सेचुरेसन एकदम कलरलेस देखाउने भन्ने कुरा मात्र हो। अब बुझौँ ह्यू भर्सेस लुमा भनेको। ह्यू भर्सेस लुमाले के काम गर्छ भन्दा तपाईँले कुनै पनि कलरलाई यसरी सिलेक्ट गर्नुहुन्छ माथि प्रिभ्यूमा, अनि त्यो कलरलाई सिलेक्ट गरेर अब त्यो कलरको कति लाइट राख्ने, त्यो कलर कति उज्यालो र अँध्यारो गराउने भन्ने कुरा मात्र हो। यदि तपाईँले यो चारवटा कुरा बुझ्नुभयो भने तपाईँले आफ्नो फुटेजमा कुनै पनि लुक क्रिएट गर्न सक्नुहुन्छ। र यो सँगै जाउँ हामी अर्को टुलतर्फ, क्वालिफायर।
यो क्वालिफायरले के काम गर्छ भन्ने कुरा बुझौँ अब। यो क्वालिफायरले तपाईँको जस्तो अब सर्टेन पार्टहरूलाई सिलेक्ट गरेर, जसरी मैले यहाँ हेर्नु सक्नुहुन्छ यो पाथहरूलाई सिलेक्ट गरेर आफ्नो मनलाई अनुसार कलर या करमा आएर दिन सक्छु। यो करबाट या मानौँ हुन्छ नि आफ्नो विलबाट तपाईँले जे नै गर्न सक्नुहुन्छ। उज्यालो गराउनु पनि सक्नुहुन्छ, एकदम अँध्यारो गराउनु पनि सक्नुहुन्छ, स्याडोज बढाउनु पनि सक्नुहुन्छ, स्याचुरेसन बढाउनु पनि सक्नुहुन्छ। यसले चाहिँ त्यो स्पेसिफिक पार्टलाई मात्रै इफेक्ट गर्छ। तपाईँले जुन कुरालाई छुनुभयो, जुन कलरलाई छुनुभयो या जुन अब्जेक्टलाई छुनुभयो त्यो सिलेक्ट भएको अब्जेक्टलाई मात्रै इफेक्ट गर्छ। र यदि तपाईँ चाहनुहुन्छ कि तपाईँले सिलेक्ट गरेको कुरालाई बाहेक अरू कुरालाई इफेक्ट गरोस् भन्ने, तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुन्छ अर्को टुल यहाँ छ। यो क्वालिफायरकै तल साइडमा यो सर्कल जस्तो तपाईँले यसलाई छुनुभयो भने यसले चाहिँ तपाईँले सिलेक्ट गरेको बाहेक अरू कुरालाई इफेक्ट गर्छ। क्वालिफायर सँगसँगै अर्को टुल छ यहाँ यो विन्डोज भनेर छ। यहाँदेखि चाहिँ तपाईँले मार्क्स गरेर कलरहरू गर्न पनि सक्नुहुन्छ। अब सर्टेन ओभल गराएर कलर गर्न पनि सक्नुहुन्छ, त्यो त्यहाँ मात्रै इफेक्ट गर्ने गरी। र अर्को देख्न सक्नुहुन्छ यहाँ स्कोप भनेर छ। यो स्कोपले के गर्छ भन्दा अब तपाईँको कलरहरूको कुन फर्ममा छन्, कुन मिटरमा चलिरहेछन् या अब हुन्छ नि कुन रेन्जमा छन्, कसरी चलिरहेछन्, यिनीहरूको बिहेभियर कस्तो छ कलरहरूको आफ्नो फुटेजमा, त्यो अनुसार तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ भेक्टर स्कोप भनेर छ, यो मिड टोनहरू मिलाउनको लागि। वेब फर्म भनेर छ, अर्को हिस्टोग्राम भनेर छ। अब यहाँ धेरै टुलहरू छन्, एकदम एडभान्स छ। अब तपाईँले जति यहाँ काम गर्दै जानुहुन्छ त्यति सिक्दै जानु नि हो खासमा। कलर ग्रेड गर्नुभन्दा फर्स्टमा तपाईँले आफ्नो फुटेजलाई चाहिँ एकदम अब्जर्भ गर्नुपर्छ। के कुरा भइरहेछ, के कुरा चाहिरहेछ यो फुटेजलाई, त्यो अनुसार गर्नुपर्ने हुन्छ। अहिले चाहिँ मैले यो फुटेजलाई गरेर देखाउँछु तपाईँलाई कलर। फर्स्टमा म यो नोडमा आउँछु र 2-3वटा म नोड लिएर आउँछु यहाँ, अल्ट एस गरेर। र मेरो फुटेजमा के कमी छ त्यही अनुसार मैले अहिले एडिट गर्छु। र यो फुटेज चाहिँ मैले S3मा खिचे हो, त्यही भएर यसको प्रोसेस अझै फरक हुन्छ कलर ग्रेडिङ गर्ने। यदि तपाईँले स्ट्यान्डर्डमा खिच्नु भएको भने डाइरेक्ट कन्ट्रास्ट एक्सपोजरहरू चलाउँदा हुन्छ, र यदि लगमा खिचेछ भने त्यसलाई ट्रान्सफर्म गर्नुपर्ने हुन्छ। अहिले चाहिँ मैले तपाईँहरूलाई यहाँको अप्सनहरू मात्रै सिकाउन खोजिरहेको छु। यो धेरै भास्ट पनि गराउँदिनँ, तपाईँहरूलाई बुझ्न गाह्रो हुन्छ। फेरि यसको लागि डेडिकेटेड भिडियो नै हामी पछि बनाउने नै छौँ। र अहिलेको लागि चाहिँ तपाईँले बुझ्नुहोस् कि अब आफ्नो फुटेजमा के कमी छ जस्तो लाग्छ त्यही अनुसार गर्दै जाने हो। मलाई यसो हेर्दाखेरि के लाग्छ भन्दा थोरै वाइट ब्यालेन्स मिलाम, अलिकति वाम बनाम, यो किन भन्दा बिहानको सर्ट हो। र अर्को नोडमा गएर थोरै कन्ट्रास्ट राख्छु म, र अर्को नोडमा थोरै स्याचुरेसन बढाउँछु, र त्यही नोडमा म थोरै हाइलाइट नि घटाउँछु। र देख्न सक्नुहुन्छ पहिला यस्तो थियो र अहिले यस्तो भयो। र तपाईँले आफ्नो फुटेजको कलर पहिला कस्तो थियो र अहिले कस्तो भयो भनेर हेर्न यो तपाईँले यहाँ माथि देख्न सक्नुहुन्छ यो म्याजिक जस्तो साइन छ, त्यसलाई अन अफ गर्नुभयो भने तपाईँको कलर ग्रेड बिना र कलर ग्रेड गरेपछि कस्तो देखियो भन्ने देखाउँछ। र यहाँ देख्न सक्नुहुन्छ मैले पिन गरेँ, पहिला यस्तो थियो फुटेज फर्स्टमा र अहिले यस्तो भयो। र अहिलेको लागि मलाई यो एकदम ठिक छ जस्तो लाग्यो। तपाईँले कुनै पनि क्लिपमा कलर ग्रेड गरेको कलर तपाईँले त्यो क्लिपबाट अरू क्लिपहरूमा नि एप्लाई गर्न सक्नुहुन्छ। र मैले अहिले सिम्पली क्लिपमा राइट क्लिक गरेँ र यहाँ देख्न सक्नुहुन्छ कपी, र मैले अरू फुटेजमा पनि यो राइट क्लिक गरेर पेस्ट एट्रिब्युट गरेर कलर मात्र मैले हालिदिएँ। र देख्न सक्नुहुन्छ सबै कुराहरू कलर भएको छ। अब हेर्नु पहिला यस्तो थियो र अहिले यस्तो भयो। अहिले चाहिँ तपाईँहरूलाई बुझ्नको लागि मैले अलिकति सर्फेसमा मात्रै सिकाइरहेको छु। तपाईँहरूलाई अहिले खास एउटा सानो भिडियो बनाउनको लागि के आवश्यक पर्छ, के बुझ्दाखेरि तपाईँको भिडियो अलि राम्रो हुन्छ भन्ने कुरा मात्रै फोकस गरेर यो कलर ग्रेडिङको ट्युटोरियल बनाएको छु खासमा। अब यो चाहिँ एकदम भास्ट छ कलर ग्रेडिङको यो ट्याब। अब तपाईँहरूले धेरै कुरा गर्न सक्नुहुन्छ। त्यही एउटा डेडिकेटेड भिडियो चाहिन्छ भने म त्यसमा नि भिडियो बनाउने छु, कमेन्ट गर्न नबिर्सिनु होला। यो सँगै हाम्रो कलर ग्रेडिङ बेसिक यहीँ सकिन्छ र भेट्नेछौँ हामी अर्को एपिसोडमा। सी यू देयर।